रक्षा गरौँ। अब राम्रो श्रीमान पाइछौ गरे होइन, त्यहाँभन्दा आशिक त के दिन्छ। ज्ञानी छौ, अब रोग व्याधिले नौ दुर्गाले रक्षा गरौँ, रोग व्याधि नलाओस्, सधैँभरि माया गरिराख। आशीर्वाद यही हो, रक्षा गरौँ, रोग व्याधिले नलाओस्, ज्ञानी बनेस्, अलि पढेर ठ्याक्क जागिर पाएर यसो बाबाआमालाई स्याहार गर्ने। अरू त के हो, रोग व्याधि नलाओस्। दिदीको त भिडियो बनाइ नौ दुर्गाले रक्षा गरौँ कान्छालाई। ज्ञानी छौ, अझ ज्ञानी बने, फुटबलर बन्छु भने हामीले फुटबलर भने है, पढे राम्रोसँग आफ्नो संस्कार चाहिँ कहिले नै नहुनु, दसैँ चाडबाड भनेर है ज्ञानी बने। ज्ञानी बने, नेपाली बोल्न सिके है, त्यहाँबाट कहिले काहीँ बाटा भेटासी अङ्कल भनेर नमस्कार गरे है। हस् भन। नौ दुर्गा भगवानले रक्षा गरून्, हिँड्दा ठेस नलागोस्, नुहाउँदा कपाल नझरोस् भन्ने कुरा थाहा छ नि तिमीलाई। ज्ञानी हुनु, बाबालाई पाल्नु, सबैभन्दा आमालाई पाल्नु, ठुलै मान्छे बन्नु है त। ल पैसा पनि दिउँ तिम्रो छोरालाई पनि धेरै धेरै नौ दुर्गा भगवानले रक्षा गरून् होइन। एकदम बा जस्तै चुन्मुले छिन् हो त्यस्तै हुनु, ज्ञानी हुनु, फुटबल बन्ने भनेकी छिन्, एकदम राम्रोसँग हुनु, ठुलो मान्छे बन्नु सबैभन्दा है। तर बाबाआमालाई चाहिँ सधैँभरि हेर्नु, जेठोले पनि कान्छाले भन्नु है त। कान्छालाई पनि पैसा ल, कान्छालाई पनि पैसा ल, धेरै पैसा होइन, भोलि पर्सि ट्याक्क म धेरै कमाउने हुन्छ अनि मात्रै। नौ दुर्गा भगवानले रक्षा गर्न ताकेको पुगो चेको छोरालाई नमस्ते। आइसरी भगवते नौ दुर्गा भगवानले सधैँ रक्षा गर्नु सानो छोरालाई, हाके ताकेको पुगोस्, फुटबलर बन्नुहोस्। ल ज्ञानी भए जेनिस, ज्ञानी छौ, धेरै ज्ञानी भए, धेरै पढे। सिक हाम्रो त्यहाँ बसेर टिका लगाउनु पर्छ भने सिक नि त। ल झन् कति ज्ञानी मान्छे आउने नि, फुटबलर बन्छु भनेदेखि राम्रोसँग पढे, बाबा मम्मीले भनेको माने, सधैँभरि माया गरेन। अब तिनीहरूलाई त्यही नेपाली 50-50 दिनु। अब यसलाई दिउँला नि, टिका लगाइदिनु भइहाल्छ। ज्ञानी बने है। जान्ने होइन, नौ दुर्गाले रक्षा गरौँ। ज्ञानी हुनुहुन्छ, अझ ज्ञानी बन्नु होला, काम राम्रोसँग गर्नुहुन्छ, अझै राम्रो काम प्रगति गर्नुहोस्। अरूभन्दा नि यहाँ बेल्जियममा बस्ने वातावरण चाहिँ राम्रोसँग बनोस्, आँटे ताकेको पुगोस्, कहिल्यै हिँड्दाखेरि ठेस नलाओस्, शत्रु बैरीको सामुन्ने चाहिँ ठाडो शिर बनाएर हिँड्न पाइयोस् होइन। अब शत्रु बैरी भयो भने गराए दशा काटिन्छन् भन्छन् क्या, भइहाल्छन्, शत्रु टेन्सन नगर्नु होइन, सबै कुरा राम्रो छ। बाटा भेटाएपछि चाहिँ अब साथी भनिन्थ्यो भने अब दाजुभाइ भइयो है दसैँको टिकाले। नौ दुर्गाले रक्षा गरौँ, धेरै आशीर्वाद दिन त जानिन्न होइन। मेन कुरा चाहिँ रोग व्याधिले नछोस्, ट्याक्क कामको अब राम्रो कामको अफर आओस्, ट्याक्क बुढाबुढीले काम गर्ने, ट्याक्क पैसा किन्ने, अर्को साल नयाँ घरमा ट्याक्क दसैँ मनाउन पाइयोस् होइन। बस ल ल हिँडेको धेरै भयो।
बाबु घरमा बनाउनु पर्छ भन्नु पऱ्यो है बसा अरे आशिर म सिकाउँछु राम्रा कामले देखिसक्नुपर्छ है दादा नराम्रा काम सम्झेर घटाउनु कष्ट नलाओस् भटक नलाओस् मनले जे आँटी हतै चाहिँ पुगोस् दुर्गा शक्तिको परिवार मनले आँटीको घेरहरू पुगोस् प्रगति भइरहेछ त्यसमा अझै प्रगति हुँदै जाओस् जागिर खाएको नखाएको भए जागिर खानुहोस् पढाइमा नाचेर जागिरी खाएर कति आइछ कम अन्त सानो पछि पऱ्यो भन्ने थाक्या भए पनि जाति सानोको दौरा थिएन यहीँ लिएर आएको बिहा गर्ने बेला भएको थियो कि मैले आशीर्वाद दिनु बोलेको मेरो हजुरको भन्दा ब्युटिफुल हात्ती गोल्डन मेरो जमरा दिनु दिदी जमरा भइहाल्छ दिदी जमरा लगाइदिन्छु एउटा फल त चाहिन्छ फल पनि दक्षिणा दिनु पर्यो नि पर्दैन होइन पर्छ नि बहिनीलाई त पर्छ नि होइन पर्छ मैले यो WhatsApp ल आशीर्वाद दिनुहोस् मलाई चाहिँ पैसा दिनु पर्दैन सधैँ मनदेखि आशीर्वाद छ कि कतिचोटि बोलाइदियो तिनचोटि त्यही त अहिले सौभाग्य रहेछ त दसैँमा भेट हुन म चाहिँ त्यही अब निरोगी हुनु भन्छु सबैभन्दा राम्रो अहिले केही रोग नलाओस् नमस्ते वाट इज दिस भन नि त्यसलाई गुडिया हैन ठ्याक्कै गुडिया जस्तै रहेछ गोरा गुडिया आशिक दिएको आमाले हेर्नु त पछि जिउ गर पछि जिउ गुड बोय त्यस्तो हैन ठुलो मान्छे भएर झन् हल्ला गर्छ लड्डु खाइदिनु त Did I put it out back? बोल्न छोड्छन् अहिले जमरा मान्छे भनेर मलाई मुसो नपरोस् हल्ला गर्ने हैन मनले आँटेको कुरा ठुलो मान्छे भनेर ठुलो मान्छे भनेर माथि नागरिक
थ्याङ्क यू रमाइलो भयो होइन के हो बिचरा बच्चा पछि जिउ गरेर आयोस् पछि जिउ ल तिमीले लड्डु थ्याङ्क यू अङ्कल भन्नु आमाले इङ्ग्लिसमा सिक्दिनु जान्नुभयो होइन नेपालीमा बुझा है ट्रान्सलेट गरेर बच्चाहरू फेरि सिकाउनु पर्यो नेपाली कल्चर बुझ्दै नबुझ्ने ज्ञानी भए पछि जिउ गरेर ठ्याक्कै गुडिया जस्तो गुड बोय त्यस्तो त मिस्त्रीले बनाएको मिस्त्रीले उसले मन पर्दैन फेरि त्यो घरमा खानै मानेन मन पर्दैन पैसा होला नि हेर्नु त पर्दैन पैसा त्यो खाने लड्डु हो केही लानु पर्दैन बाबुहरूलाई होइन होइन रोग नलास ओके अन्त त्यही हो समाजमा मान्यजन भएर हिँडेको दुधेको देख्नु पाइयोस् अर्का मुलुकमा आउनु पर्यो यो कारण शेरबहादुर देउवाको गल्ती हो कि उसको केपी ओलीको गल्ती हो खै यो नेताहरूको गल्ती हो आफ्नो छोराछोरी अर्का मुलुकमा पठाउने यो नेताहरूको काम हो तर पनि खुसी रहनु निरोगी रहनु भन्नु कहाँबाट भेट भयो यो कहाँको मान्छे हो नि काका हो आफ्नो मान्छे बोलाउनु त होइन अङ्कल त्यहाँ आमा उसलाई बहिनीलाई ओहो होइन पर्दैन नि कस्तो त्यस्तो भन्यो राख्नु त्यस्तो भन्नु आज दसैँको नवदुर्गाले चाहिँ रक्षा गरून् होइन रोग कष्ट नलाओस् बाबु जीवनमा दुःख सुख भन्ने कुरा पर्छन् होइन सुख पनि आउँछ दुःख पनि आउँछ सुख परेर नमातिनु दुःख परेर नआतिनु समय सबै चक्रहरू घुमिरहन्छ है रात गए दिन आउँछ दिन गए रात आउँछ त्यो भएर सबै कुरा चाहिँ समयले सबै कुरा चाहिँ मिलाउँदै लान्छ है बुवाको मेरो पेसा एउटै पर्यो नि है चिरञ्जीवी आयो होस् है रोग कष्ट नलाओस् अरू धेरै भन्न मलाई धेरै आउँदैन बाबु है ल दुइटै चलाउनु होला नेताहरूले नि घुस खान सकिएन सके पनि नखानु होला मलाई त मलाई त भन्न यहाँ हाँसो जाम लाग्यो 7 बन्न लागेको हो कति राम्रो दिन पर्यो होला पछि कस्तो चिज हुन्छ बिमिसा त त्यस्तो नगर लगाउँदै मैले भित्र दिए जाउँ मैं सबै बुवा चिया पाएको हजुर ल हामीलाई न ल्याइदिनु ताहान त्यहाँ खान्छ दुध चाहिँ सबै चित्रण हुँदा मनोकामना भएको कुरा होस्
मन रमाइलो आँगनी यसपालि त हुनेछ सानी खुसी मन रमाइलो आँगनी रातो टिका जमरा टलकै राम्री भइछु म पनि झलकै दसैँ तिहार गाउँमै मनाउने बेला छँदै कमाउने हो के रमाउने यसपालि त हुनेछ सानी खुसी मन रमाइलो आँगनी यसपालि त हुनेछ सानी खुसी मन रमाइलो आँगनी नौ दुर्गाले रक्षा गरून्। अब राम्रो श्रीमान पाइछौ पऱ्यो होइन, त्यहाँभन्दा आशिक त के दिन्छ, ज्ञानी छौ। अब रोग व्याधिले नौ दुर्गाले रक्षा गरून्, रोग व्याधि नलाओस्, सधैँभरि यस्तै माया सधैँभरि गर्नु माया गरिराख। आशीर्वाद यही हो। नौ दुर्गाले रक्षा गरौँ।